सो एयरपोर्टबाट सेफली बाहिर निस्किसकेपछि अब आइदर इट कुड बी रिलेटिभ्सहरू जो लिन आउनुभयो अथवा त्यही रबर्ट क्युकै भयो अप्सनहरू होइन त्यो सबै चिजहरू गरेर नेपाल यो चाहिँ चिज भनेको चाहिँ एन्ड दिस इज समथिङ द्याट आई पर्सनली हेभ एक्सपिरियन्स मेरो आफ्नो गल्ती नै हो क्या यो चाहिँ मेजर गल्ती नै हो म नेपालमा बस्दाखेरि अलिक रिसर्च गरेको थिइनँ होइन सो वाट आई वुड हाइली रेकमेन्ड इज युनिभर्सिटी जुनसुकै जान्छ मानिलिउँ वेस्टर्न युनिभर्सिटी इन लन्डन अर वाटरलू युनिभर्सिटी अफ वाटरलू गर्न खोजिरहेछ भने त्यहाँ वरिपरिको लोकल मान्छेहरूको को छन् लाइक नेप्लिज यहाँ दुनियाँ फेसबुकमा पेजहरू छ क्या नेप्लिज इन यो नेप्लिज इन त्यो यता नेप्लिज लाइक हुन्छ नि वाटरलू नेप्लिज यो लन्डन नेप्लिज सो देयर इज अ लट अफ ग्रुप्स होइन सो त्यो ग्रुपमा कनेक्ट हुन खोज्ने म जस्तै मैले मैले भनिरहेको छु म लन्डन र वाटरलू रिजनहरू छ कसैलाई हेल्प चाहिएको छ भने मलाई डिएम गर्ने मलाई कमेन्ट गर्ने आई विल ट्राई टु लाइक हेल्प यु एज मच एज आई क्यान होइन फर्दर डिटेलहरू चाहिएको छ भने पेड सर्भिसेसवाला चिजहरू कता कता के गर्ने छ वाला कुराहरू भने देयर इज अलवेज दोज वेज टु राइट तर अगेन मेरो आफ्नो पर्सनल एक्सपिरियन्सले चाहिँ मैले रिसर्च गरेको थिइनँ दुःख पाउनु परेको थियो थ्याङ्कफुली आई ह्याड लाइक गुड फ्रेन्ड्स हु केम अलोङ विथ मी त्यतिखेरको ड्युरेसनमा सो आई वाज लकी इनफ टु ह्याभ दोज लाइक awesome people तर त्यही ठाउँमा लाइक हुन्छ नि एनिवे नट गोइङ इन्टु डिटेल अन द्याट एन्ड वाट आई वुड रेकमेन्ड इज सुरुमा रिसर्च गर्ने मान्छेहरूसँग रिच आउट गर्ने कस्तो के छ कोठामा बस्ने कता के छ भन्ने कुराहरू छ भन्ने होइन पहिलो कुरो दोस्रो कुरो यदि कोही अगेन स्क्यामहरू पनि एकदमै धेरै हुनसक्छ नेपालीले नेपालीलाई ठग्छ होइन सो यु नो द्याट आई नो द्याट एभ्री वान नोज अबाउट इट होइन अफकोर्सली देयर इज अलवेज गोइङ टु बी लाइक नाइस ग्रुप अफ पिपल देयर इज लाइक वान अर टू पिपल होइन त्यो हिसाबले हुन्छ सो त्यो कोठा देखाउनेवाला चिजहरू भइरहेको छ भने पनि कस्तो छ कोच के छ भनेर भन्ने फोटो सोटोवाला चिजहरू गर्ने अनि कोही लाइक हुन्छ नि ट्रस्ट वर्दी मान्छेहरू छ भने इन पर्सन त्यहाँ कोठा गएर एकचोटि हेरिदिनुहोस् न मिल्छ वाला कुराहरू जस्तो वाला पाराहरू गर्ने अथवा हुन्छ नि अलिकति लाइक ब्याकग्राउन्ड चेकहरू गर्ने क्या जस्तै कति कति केसहरूमा चाहिँ कोठा मात्रै होइन कि कोठा एक्चुअल रियल टाइममा गएर हेर्नेवाला चिजहरू भयो अन्त चाहिँ पैसा सुरुमै ट्रान्सफर गर्नेवाला चिजहरू होइन डु नट एभर ट्रान्सफर मनी राइट अवे हो उहाँहरूले लाइक हुन्छ नि कति केसेसमा जेन्युन मान्छेहरूले पनि माग्न सकेको हुन्छ तर त्यही भेरिफाई गर्ने कोठाहरू खोज्नेवाला चिजहरू होइन सो नेप्लिज ग्रुपहरू छ अहिले ठुलै भइसकेको छ हामी आउँदाखेरि त्यति साह्रो धेरै भइसकेको थिएन अहिले अलिकति कम्युनिटी ठुलै भइरहेछ सो रिच आउट इन दोज ग्रुप्स होइन सो अनि अर्को कुरो चाहिँ एडजस्ट अभियसली म भनि नै हुन्छु एडजस्ट इन लाइक हुन्छ ओभरअल एज अ स्टुडेन्ट एज अ न्यू कमर जे जति आइरहेको छ एडजस्ट गर्न सिक्ने होइन मान्छे कस्तो अब लाइक हुन्छ नि एउटा त फ्यामिलीवाला घरमा बसेर आइरहेको चिज यहाँ आएर आउट अफ नोवेयर एभ्रिथिङ यु हेभ टु डु इट यर सेल्फ सो मेन्टल्ली फिजिकली इमोसनली अनि फाइनेन्सियली सबै चिजले चाहिँ प्रिपेयर भएर आउने अनि एडजस्ट पनि म गर्न सक्छु है भन्नेवाला हिसाबमा आउने सो कोठा खोज्नेवाला चिज चाहिँ त्यो भयो अनि त्यो कोठामा चाहिँ फोटोहरू पठाउने भिडियोहरू पठाउने उस्तो पनि भिडियो लाइक फेस टाइम गर्ने उहाँहरूसँग लाइक हुन्छ नि अनि देखाउने जसले गर्दाखेरि चाहिँ अलि लाइक प्रपर वेमा आफू ढुक्क होस् क्या किनभने एट द एन्ड अफ द डे एयरपोर्टमा चढ्यो बसले गयो तर बसले एउटा ठाउँमा ड्रप गरिदिन्छ त्यो भएर चाहिँ राति सुत्ने कहाँ त्यो एकदमै ठुलो इस्युज हुन्छ होइन सो त्यो चाहिँ चेक गर्ने त्यो भइसकेपछि वन्स यु नो वेयर यु आर स्लिपिङ अब खाट छ कि छैन त्यो अर्को कुरो भुइँमा सुत्ने कुरा आउँदैन होइन सो त्यो खाटवाला चिजहरू पनि साथीभाइ छ भने रिच आउट टु देम है अलि लाइक हुन्छ नि रिजनेबली डिसेन्ट साथीभाइहरू छ भने रिच आउट टु देम म के हुन्छ नि लाइक अब पैसा अलिकति एक्स्ट्रा तिर्नु पऱ्यो भने लाइक हुन्छ नि आउल पे यु एक्स्ट्रावाला कुरा किनभने कन्भिनियन्स प्रोभाइड गरिरहेको छ नि त उनीहरूले पनि होइन यु क्यान जस्ट एक्सपेक्ट एभ्रिथिङ होइन उनीहरूले गरिदिन्छ भन्ने कुरा उनीहरू पनि लाइक आफ्नो लाइफमा बिजी भइरहेको हुन्छ कन्भिनियन्स लाइक मेबी चाउचाउ ल्याइदिने नेपालबाट चाउचाउ ल्याइदिने अथवा आई डोन्ट नो लाइक हुन्छ नि त्यही रिच आउट टु देम एन्ड देन सी लाइक प्रपर जेस्टर तरिकाले आफूले अप्रिसिएबल लाइक चिज गर्ने फाइनेन्सियलवाला चिजहरू एनिथिङ होइन सो त्योवाला चिज भएन अनि कोठाहरूवाला चिजहरू भयो अनि एउटा एटलिस्ट एउटा बेड लाइक सुत्ने म्याट्रेस त्यो भयो भने तिमी बाँचो होइन त्यो चिज भयो अर्को कुरो अब नेपालबाट त्यो कोठा चाहिँ उतैबाट खोजेर आउनेवाला कुरा भयो अनि अर्को कुरो चाहिँ लाइक हुन्छ नि बेड सिट्सहरू लाइक एटलिस्ट एउटा दुइटा लिएर आउने आउँदा आउँदै ल्याउनु पऱ्यो क्या आई लाइक राइट नाउ एट दिस पोइन्ट अफ टाइम नेपालमा जे पाउँछ यहाँ सबै चिज पाउँछ चाउचाउ पाउँछ रम्पम मायो के अरे अर्को के भन्ने लाइक मायो सायज यताउता हुर्रे यु नेम इट यु गेट इट ओभर हियर क्या होइन त्यो चिज छ ल्याउनु पर्छ भने चाहिँ लाइक दाल गेडागुडी यताउता ल्याउनु पर्दैन तर पैसा कन्भर्सन रेट चाहिँ अलिकति बेसी छ जस्तै नेपालमा अहिले वैवेको रेट कति छ होला 25-30-40 समथिङ लाइक द्याट मेबी आई डोन्ट नो तर यहाँ चाहिँ अब त्यही चिज गर्दाखेरि $2 जस्तो पर्न सक्छ होइन सो डाइरेक्ट कन्भर्जन भइरहेछ नि त बिकज युआर ब्रिङिङ नेपाली मनी त्यसले गर्दाखेरि त $2 भने $200 पऱ्यो नि त सो त्यो थोरै चिजहरू चाहिँ सुरुमा मलाई 1 महिना चाहिँ ह्यान्डल गर्न सक्छु है भन्ने हिसाबले लिएर आउने गेडागुडीहरू लिएर आउनु पर्दैन मसलाहरू थोरै लिएर आउने जसले गर्दाखेरि फर्स्ट 1 or 2 मन्थ जबसम्म यहाँको पैसा कमाउन सक्दैनौँ त्यहाँसम्म चाहिँ नेपालको अलिअलि लिएर आउँदाखेरि एकदम केही प्रब्लम छैन बट द्याट डज नट मिन ला अब खानै पाइँदैन क्या हो गुन्द्रुक पनि पाउँछ यहाँ सो त्यो हिसाबको हुन्छ नेपालबाट ल्याउनु पर्नेवाला कुराहरू सो अनि अर्को कुरो चाहिँ ब्ल्याङ्केट
आई थिङ्क मैले ल्याउँदाखेरि चाहिँ बौद्धमा त्यो भ्याक्युम सिल नै गरेर ब्ल्याङ्केट पाउनुहुन्छ जसको त वेट पनि खाँदैन अनि त्यसपछि स्पेस पनि खाँदैन लाइक वेट पनि हुँदैन स्पेस पनि खाँदैन सो त्यो चिजहरू पनि पाउँछ एउटा ब्ल्याङ्केट एउटा सिरानी लाइक इन्डिभिजुअल एक पर्सनको लागि सिरानी म्याट्रेस त यतितिर किन्नेवाला कुरा भयो जसले गर्दाखेरि चाहिँ राति सुत्न सकियोस् क्या खानु पर्दाखेरि त चाउचाउ लिएर आएको हुन्छ चाउचाउमा पानी तताएर झोल बनाएर खान्छु भन्न सक्यो तर एटलिस्ट बस्ने ठाउँ भएर राति सुत्न सक्यो भने युआर वेल इनफ हुन्छ नि प्रपर लाइक छ भन्ने कुराहरू भयो अनि अभियसली भाँडो ल्याउनेवाला कुरामा चाहिँ वाट आई थिङ्क आई वुड लाइक रेकमेन्ड इज एउटा प्रेसर कुकर ल्याउने होइन त्यसपछि डाडु पुन्यो एउटा 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 ल्याउने अनि वाइ एम आई थिङ्क प्रेसर कुकर त्यो चाहिँ भर्सेटाइल जस्तो लाग्छ मलाई भात बनाउनु पऱ्यो दाल बनाउनु पऱ्यो गिरामी बनाउनु पऱ्यो हुन्छ नि त्यो एउटा प्रेसर कुकरले नै एभ्रिथिङ वर्क्स क्या कराइला त ल्यायो भने भात पनि त्यसमा कताबाट बनाउने बन्छ तर हुन्छ नि त्यो अलिकति लाइक दाल बनाउनु पनि कता के गर्ने सो प्रेसर कुकर इज काइन्ड अफ भर्सेटाइल अरू अरू ठाउँमा अट्छ भने अगेन आइम नट सेङ यहाँ पाउँदैन वाट आइम ट्राइङ टु से इज यहाँको पैसा कम नकमाउनुसम्म यहाँ खर्च गर्नुपर्ने जरुरी छैन नेपालबाट ल्याएर कमाउन सकिनेवाला चिजहरू गर्न सक्यो भने द्याट्स गोइङ टु द बेस्ट थिङ सो बेसिक एउटा सानो आइटम बनाउने सामान 23 किलो या 46 किलो हुन्छ त्यो चिजमा लाइफ एउटा ल्याउनु मुभ गर्नुपर्ने भएको छ 25-30 वर्षदेखिको लाइफ सबै चिज लिएर आउनुपर्ने भएको छ त्यो 46 किलोमा अभियसली के अटाउनुमा लाने हुन्छ अट्दैन सो त्यो सर्ट आउट गरेर प्रायोरिटी लिस्टमा हेर्ने अनि त्यही लुगाहरू पनि अब समरमा आउँदैछ या विन्टरमा आउँछ इरेस्पेक्टिभ अफ वेन यु कम एउटा ज्याकेट मजाको ज्याकेट नर्थ फेसवाला टाइपको मजाको ज्याकेट एउटा बुट लिएर आउने लुगाहरू समरको लुगा पनि गर्मी हुन्छ है क्यानाडा 12 महिना चिसो होइन मैले त्यही सोचेको थिएँ मुजा शुद्ध बाक्लो लिएर आएको थिएँ समर आउँदाखेरि असिन पसिन भइरहेको थियो सो 12 महिना चिसो हुने होइन चिसो हुँदाखेरि मजाले नै हुन्छ -20 पनि हुन्छ तर गर्मी हुँदाखेरि +40सम्म पनि लाइक 40 त अलि नहोला तर +35-37सम्म हुन्छ अनि त्यो ह्युमिडिटी एकदमै पसिना हुने कता के हुने एकदमै नै हुन्छ सो प्लान अकर्डिङली त्यो लुगाहरूको कुराहरूमा पनि त्यसरी प्लान गर्ने सो इन अ समरी बस्ने ठाउँ पहिलेदेखि नै अगाडिदेखि खोज्ने त्यो फेसबुक मार्केट प्लेसहरूमा जाने फेसबुकमा जाने ग्रुपहरूमा खोज्ने लिङ्क रिच आउट गर्ने मान्छेहरूसँग को कतातिर के गर्नेवाला चिजहरू गर्ने होइन यु हेभ टु मेबी रिच आउट टु कपाल अफ मोर पिपल हुन्छ नि कतिलाई थाहा हुँदैन कता के हुन्छ त्यो धेरै चिजहरू छ सो त्यो रिच आउट गर्ने एउटा मान्छे त्यही म्याट्रेस सेट्रेसवाला चिज यहाँबाट कसैले हेरिदिन जाने त्यो घरहरू हेरिदिनेवाला कुराहरू त्यो मान्छेहरू खोज्ने त्यसपछि अलिअलि सामानहरू मैले जुन अघि भर्खर भने त्यो सामानहरू लिएर आउने अनि त्यही ओभरअल युटेन्सिल्सहरूको कुराहरू भयो भने एकदम स्ट्रेस नलिकन आई टोटली अन्डरस्ट्यान्ड मैले अघि भने जस्तै 25-30 वर्षको लाइफ एउटा झोलामा 46 किलो 23 किलो या 46 किलोका झोलामा ल्याउनु गाह्रो छ सकिँदैन गाह्रो कि असम्भव छ तर हामी त्यही ट्राई गर्न खोज्दैछौँ नयाँ घर बनाउन खोज्दैछौँ सो होपफुली अल दिस इन्फर्मेसन इज रियली हेल्पफुल विथ यु लाइक फर यु अझै केही इन्फर्मेसन चाहिएको छ भने डिएम कमेन्ट हुन्छ नि मैले सक्दो गर्न खोज्नेवाला चिजहरू गर्छु रिच आउट गर्नुहोस् काम सामवाला चिजहरू पनि त्यही अभियसली देयर लट्स अफ भिडियो चेक आउट माई अदर भिडियोज वेयर आइम टकिङ अबाउट मोस्ट अफ थिङ्स अझै इन्फर्मेसन चाहिन्छ लाइक हुन्छ नि क्यानाडा आएको 7 दिन फर्स्ट 7 डेज के गर्ने अथवा फर्स्ट 14 डेज के गर्नेवाला चिजहरू इन्फर्मेसन चाहिन्छ भने आई डु हेभ अ पिडिएफ म पिडिएफ छ त्यो लाइक इफ यु वान्ट इट आई क्यान फरवर्ड इट टु यु डिटेलहरूमा चाहिएको छ भने त्यही अनुसारले हामी फर्दर कुरा गरेर कसरी के सर्भिसेसहरू हुन्छ भन्ने कुराहरू म प्रोभाइड गर्न सक्छु होइन सो देयर इज अलवेज द्याट hopefully this video is like helping you guys keep on falling for more